कति गोल हाल्ला त हाम्रो राजाले। तिम्रो राजाले हान्यो गोल। तिम्रो राजाले आज खुब हान्यो यार। हैट तेरिका तिम्रो राजाले हिजो गोल हाने देखेर त म त कुवामा पुगेँ नि। हैट। हेलो एभ्रिवान, इट्स मी सबिन मजागटी। वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। चाहिँ आज फेरि पनि हामी नयाँ भिडियोको साथ आएका छौँ। अहिले चाहिँ हिजोको म्याच पोर्चुगल र डियर कङ्गोको बिच भएको म्याचले गरेर चाहिँ अहिले सोसल मिडिया पुरै हङ्गामा छ गाइज। पुरै हङ्गामा, पुरै रोनाल्डोको फ्यान्सले पुरै कभर गरिरहेको छ। डिफेन्समा छ, पुरा डिफेन्समा बसिरहेको छ भने पुरा मेस्सीको फ्यानले चाहिँ पेलेको ये यहाँ डब्लुडब्लुई पनि हुनेवालामा छ गाइज। अब यो यहाँ अब सोसल मिडिया पुरै हङ्गामा हलचल भइरहेको छ। के भइरहेको छ त हामी हेर्नेछौँ। टिकटक, युट्युब, फेसबुक, च्याट जिपिटी सबलाई सोध्नेछौँ र हामी पत्ता लगाउनेछौँ इट्स रोनाल्डो ओल्ड नाउ भनेर। के साँच्चै नै रोनाल्डो चाहिँ एकदम बुढो हुन लाग्यो, बुढो बाघ भएको हो, घाँस खान लाग्यो हो, बाघले घाँस त खान्थेन अब खान लागिसक्यो क्या हो भन्ने कुराहरू चाहिँ आज हामी पत्ता लाएरै छोड्नेछौँ। रोनाल्डोको फ्यान्सहरूले पुरा कसरी, पोर्चुगलको फ्यान्सले कसरी कभर गरिरहेको छ त, मेस्सीको फ्यान्सले कसरी पेलिरहेको छ त कमेन्टद्वारा अथवा आफ्नो भिडियो बनाएर चाहिँ भनेर चाहिँ हामी आज हेर्नेछौँ र हामी जब जानेछौँ है त। टिकटक हेर्नेछौँ सुरुमा। आफ्टर पोर्चुगल भर्सेस कङ्गो म्याचमा चाहिँ हिजोको म्याचले चाहिँ होइन बच्चाहरूमा चाहिँ कस्तो त है त। अब यो रोनाल्डो सोनाल्डो यो 7 नम्बर रोनाल्डो सोनाल्डो फाल्दे। अब मेस्सीको जर्सी किनिदिन्छु मैले। अब किनिदिनु त नि नालीमा फाल्नु हुन्छ। यो लो मेस्सीले ए बच्चाहरू त रोइरहेको छ। ओ माई गुडनेस, के हो यो? अब यो रोनाल्डो सोनाल्डो यो 7 नम्बर कमेन्टमा चाहिँ मलाई पनि झ्याउ लाग्यो बाबु रे। डोन्ट वरी बाबु, दिस इज फर्स्ट गेम, होप पोर्चुगल विल विन वर्ल्ड कप ट्रफी रे। ओ ल जित्छ भने अझै नि आश छ। कमन रोनाल्डो फ्यान्सहरू कमन। तर जित्न त पक्कै जित्दैन, जित्ने भने त अर्जेन्टिनाले हो, त्यही पनि कमन। नेमार फ्यान्स गर्ल, रोनाल्डो फ्यान्स गर्ल, मेस्सी फ्यान्स गर्ल। कभर 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 गरिरह। कभर, गुड जब गुड जब। मेस्सी फ्यान्स अरे हामीलाई त्यस्तो भन्ने। ठिक छ के गर्नु, हिजो गेमले त देखाइहाल्यो। क्रिस्टियानो रोनाल्डो हारेको देख्दा खुसी हुने हैन, अनि ओल्ड लायन रे आज आँखा नै निराश छन्, तर मन अझै पोर्चुगलको अर्को जितको पर्खाइमा छ रे। वाह 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 वाह। तर के गर्नु, साँच्ची नै लायन बुढो भएकै हो र के हो यो? के हो? तपाईँहरूले के भन्न चाहनुहुन्छ यसमा? जनता जान्न चाहन्छन् गाई, जनता जान्न चाहन्छन् कि साँच्ची नै रोनाल्डो बुढो भएको हो, बाघ बुढो भएर घाँस खान्छ अब? ए खान्छ होला। रोनाल्डोको नामै काफी छ, लोगो नै हेर्छौ भने CR7 दामी छ। मेस्सी, नेमार हिजोको अन्डा आजको चल्ला हो। रोनाल्डोको नामै काफी छ। ओके नै रोनाल्डोको फ्यानहरू? दियो केटोले। मेसी नेमारहरू त चल्ला रे। थाहा पाइस् हिजो कि थाहा पाएनस्? को चल्ला को बाघ भन्ने कुरा थाहा पाए कि थाहा पाएनस्? रोनाल्डो फ्यान्स टुडे पोर्चुगल ड्र अगेन्स्ट द डियर कङ्गो रे। बहुत बुरा लागेको छ मलाई पनि यस्तो देख्दाखेरि। खास गरी यो चाहिँ देख्नु हुन्थेन, के गर्नु। हे
बेटा change your idol, he is getting old. He's really old. साँच्चै नै बुढै भएको ब्रो भने अब कसलाई चाहिँ पोर्चुगललाई सपोर्ट नगरेर कसलाई गर्छ त ए जुनियर रोनाल्डो त छ नि ओ जुनियर रोनाल्डोलाई होला पक्का यिनीहरूले शक्तिशाली परमेश्वरलाई साँच्ची बट रोनाल्डो फ्यान्स वी नेभर चेन्ज आवर आइडल यत्तिकै चाहिँ हुनु पऱ्यो है नेभर चेन्ज माई आइडल ब्रो अरे के हो ओपी इन द च्याट है रोनाल्डो फ्यान्सहरू नि ओपी छ है ओपी CR7 फ्यान्सहरू बाटोमा बसेर आमा यस्तो क्रेज छ नेपालमा नेपालकै त होला नि वर्ल्ड कप हेर्नेको हालत रे हो नेपालमा रहेछ आमा यस्तो क्रेज के गर्नु क्रेज मात्र भयो के गर्नु गोले हान्न सकेन र पत्ता रोनाल्डो त हिजो स्टिल मूर्ति भएको थियो मूर्ति बलै छोएन भन्दा नि भयो किन बल नछोएको बल छोएर गोल हान्नु पर्दैन कति धेरै हो हाइट सुतिरह्यो ए पछि हेर्छु म बरु हाइलाइट हो क्या सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ After watching yesterday's match, some Portugal supporters might be looking to change their team. Say, OP in the chat, bro. OP in the chat. Always Ronaldo भन्ने CR7 को फ्यान्सहरू कतातिर रहेछ अरे आजकल आज दुलोभित्र लुकेको छ जबसम्म रोनाल्डोले गोल हान्दैन तबसम्म चाहिँ रोनाल्डोका फ्यान्सहरू दुलोबाट बाहिर निस्किन भनेर शपथ खाएको छ गाह्रो छ कमेन्टमा चाहिँ रोनाल्डो पेनाल्डो ओ यता छम हारेको होइन ल ड्र भएको गेम बाँकी नै छ अरे ओहो हो अझै बाँकी छ ऊ नराम्रो खेलेकै छ नराम्रो खेल्यो भन्दाखेरि रिसाउँ मी टु माई पोर्चुगल फ्यान्स जिग्री यार त्यस्तो नगर न फोन उठाउ त साथी त्यही पोर्चुगल फ्यानले नराम्रो खेल्यो यार छि भनेर त्यो पोस्ट गर्दाखेरि चाहिँ तल कमेन्टमा हो यार साँच्चै नराम्रो खेल्यो भन्ने अनि मैले चाहिँ यो के गरे यो भन्दा चाहिँ यत्रो फुलिनु पर्छ यार मैले वर्ल्ड कपै जित्दैन त भने होइन नि त जित्दैन पनि जित्दैन यस्तै पारा पनि जित्दैन तिम्रो रोनाल्डोले नि जित्दैन तिम्रो स्पेनले नि जित्दैन जित्छ कसले फेरि अर्जेन्टिनाले 3टा स्टार अब एउटा 4वटा स्टार हुन मात्र बाँकी छ चन्द्र जस्तो तिम्रो हिजो त गर्नु गरौँ आजको म्याच चाहिँ पोर्चुगलले नै जितोस् है भगवान् तिम्रो पोर्चुगलले जितेन तिम्रो भगवान्ले तिम्रो पुकार सुनेन बहिनी हो कि भाइ हो थाहा छैन मलाई तर तिम्रो भगवान्ले कहिले सुनेन यो वर्ल्ड कपमा सुन्दैन अब आउने वर्ल्ड कपमा सुन्ला तर रोनाल्डो हुँदैन फेरि गाह्रो त त्यहाँ पो छ फेरि They won the Euro. They conquered the fight. They won the Portugal supporters get ready to celebrate. दियो कति गोल हाल्ला त हाम्रो राजाले तिम्रो राजाले हान्यो गोल तिम्रो राजाले
राजाले आज खुब हान्यो यार हैट तेरिका तिम्रो राजाले हिजो गोल हाने देखेर त म त कुवामा पुगेँ नि हैट धन्न मैले यार म चाहिँ धन्न रोनाल्डोको फ्यान भएन हैट तिम्रो राजालाई अलिकति राम्ररी सम्झाऊ है बुढो भयो तिम्रो राजा अब नयाँ जेनेरेसनको राजा ल्याउनु पर्ने भयो तिम्रो राजाले सक्दैन जस्तो केटा हो वर्ल्ड कप कहिले जित्ला सायद तपाईँलाई के लाग्छ यसपालि चाहिँ मलाई अब कङ्गोली छ कि जस्तो लाग्छ कङ्गोल जित्छ जान्छ खतरा यार त्यो ताग्लो हुन्छ नि यो केटाले यस्तो हानेको नि हेर्छ यस्तो लास्ट त्यो हुन्छ नि थपेको मिनटमा यस्तो ओभर ठ्याक्क दिएको त ल गोल पछि त रोनाल्डो कसरी यो हुनै सक्दैन